आदरणीय दर्शकबिन म अहिले चाहिँ लुम्बिनी प्रदेशको एउटा जिल्ला रुकुम पूर्व सिस्ने हिमाल गाउँपालिका अन्तर्गत पर्ने यो कमलताल रहेछ। प्राकृतिक रूपमा चाहिँ एकदम सौन्दर्य मनमोहक र यहाँ चाहिँ कमलतालको नाम पनि कमलहरू फुल्दो रहेछ। यहाँ लगभग तालभरि नै पुरै कमलहरू छ, कमल फुल। मैले लाइफमा पनि सबभन्दा पहिलोचोटि चाहिँ कमल कस्तो हुँदो रहेछ, कमल कसरी फुल्दो रहेछ भन्ने कुरा हेर्न पाइयो। मलाई लाग्छ यहाँको स्थानीय तहले कम्तीमा पनि यो एउटा प्राकृतिक सम्पदालाई पालिका स्तरबाट, प्रदेशबाट, सङ्घबाट कम्तीमा पनि केही व्यवस्थापन गरियो भने आन्तरिक र बाह्य पर्यटकको दृष्टिकोणले अर्थतन्त्रको विकासको निम्ति र अन्य विभिन्न किसिमका पर्यटकीय क्रियाकलाप सञ्चालन गर्नको लागि र आर्थिक उपार्जनको एउटा माध्यम बनाउनको लागि यो तालले पक्कै पनि ठुलो भूमिका खेल्नेछ भन्ने अपेक्षा पनि छ र गर्नु पनि पर्छ। मलाई चाहिँ हेर्दा चाहिँ 1-2 वर्ष अगाडि चाहिँ हाम्रो सुर्खेत जिल्ला, कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लामा अवस्थित बुलबुले ताल पनि अत्यन्त फोहोर यताउता जमेको र त्यो सरसफाइ र व्यवस्थापन कार्य नभइरहेको अवस्थामा पछि चाहिँ केही समयपछि 5-7 महिना पछि चाहिँ त्यो ताल चाहिँ सरसफाइ भएर विभिन्न किसिमको व्यवस्थापन भइसकेपछि अहिले एकदम धेरै मनमोहक र पर्यटकीय दृष्टिकोणबाट राम्रो भएको थियो। र त्यसै गरी यो ताल पनि सायद मलाई लाग्छ बुलबुले ताल जत्रै एरियामा फैलिएको र यहाँको चाहिँ विशेषता चाहिँ कमल चाहिँ लगभग अहिले भर्खर फुल्ने टाइम भएको रहेछ, फुल्दो रहेछ। यो कमलको फुल भन्ने कुरा, बिरुवा यो चाहिँ मैले पनि आफ्नो जीवनमा चाहिँ पहिलोचोटि देखेको यस्तो टाइपको हुँदो रहेछ। यसलाई चाहिँ यो प्राकृतिक सम्पदालाई यदि हामीले संरक्षण गऱ्यौँ भने यसको जुन ऐतिहासिक पृष्ठभूमि छ यो पनि सदाको लागि र लामो समयसम्मको लागि रहनेछ। यहाँ पहिला चाहिँ ठुलो ताल थियो होला, अहिले चाहिँ सानो भइरहेको छ र आगामी दिनहरूमा फेरि आउँदा त्यसको आउने मौका पर्यो भने यो ताल चाहिँ व्यवस्थित ढङ्गले एकदम व्यवस्थापन गरिएको अवस्थामा पाउने अपेक्षा र आशा पनि रहेको छ। र यो तालको पृष्ठभूमि हो जस ताल चाहिँ यहाँ तालको हुनुको कारण पनि के रहेछ त भन्दाखेरिमा कमल, यो तालभरि नै कमल फुलिरहेछ, लगभग भर्खर फुल्ने बेला भएको छ। यो चाहिँ बिस्तारै फुल्दो रहेछ। मलाई लाग्छ यो सम्पूर्ण कमलको बिरुवाहरू सबै फुल्यो भने चाहिँ यो ताल झनै अझै मनमोहक हुन्छ जस्तो लाग्छ मलाई। र तालको पृष्ठभूमि जे होस्, यहाँ तालको वरिपरि घुम्नको लागि बाटो चाहिँ बनाएको रहेछ। यो कुरा चाहिँ एकदम राम्रो लाग्यो मलाई चाहिँ। बाटो चाहिँ राम्रोसँग बनाएको रहेछ, तर चाहिँ यो विभिन्न किसिमको यो तालमा जमेको फोहोरहरू चाहिँ राम्रोसँग निकालियो र यसलाई यो पालिका स्थानीय तहले नै राम्रोसँग व्यवस्थापन गर्यो भने मलाई लाग्छ यहाँ आन्तरिक पर्यटक र बाह्य पर्यटकले यो पालिकाको, यो प्रदेशको र हाम्रो देशको नै अर्थतन्त्रको लागि थोरै भए पनि टिकाउ पुर्याउने आशा र अपेक्षा लिएको छु। र यो पछि बिस्तारै केही समयपछि राम्रो भएको देख्न पाइनेछ नै भन्ने आशा अपेक्षा सहित यो भिडियो मैले अन्त्य गरेँ। यो कमलताल रुकुम पूर्वको